आज हम गाउँबाटै फर्किनाले मेरा घरबाटै यहाँ खरीढुङ्गा भन्ने ठाउँमा पुगेका छौँ। यस्तो राम्रो भ्यू छ, यस्तो राम्रो भ्यू छ। यहाँ मेरो बुढा खतरा देखिनु भएको, कस्तो राम्रो ठाउँमा बसेर कस्तो क्युटी पाइ देखिनु भएको, क्युटी पाइ। मलाई होइन काक्रोलाई हेर्नुहोस्, गाउँबाट बुवा मम्मीले अब माया गरेर बाटोमा खा भनेर पठाउनु भएको, हामी टक्क यो बसेर खाँदैछौँ। अब यसलाई कसरी भान्ने भन्ने चाहिँ सोचिरहेको छु। अब यहाँ घुँडो खुस्किने हो कि काँक्रो भाँचिने हो चाहिँ थाहा छैन, तर यहीँ हानेर खुस्काउँ भन्ने लागेको मलाई। ढुङ्गामा हान्नु न, आधी बुढीलाई आधी मलाई। लु त। वा ठाउँ हेर्नु है, ठाउँ कस्तो राम्रो के। अब ठाउँ होइन, यहाँ अचार देखाउँ। अचारको व्यवस्था पनि छ, यहाँ बुवा मम्मीले अचार पनि हाल्नु भएको। यहाँ हेर्नु त, अब हरियो काँक्रो अनि हरियो खुर्सानीको अचार यहाँ देखाउनु। अचार होइन कि नुन। अब नुन अचार जे भने नुन खुर्सानी। ल यस्तो लाएर खान्छु नि, तपाईँहरूको मुखमा पानी आउँछ कि। हेर्नु त हरियो काँक्रो हरियो खुर्सानी अनि हरियो मकैको के हो त्यो, स्वाद पायो। गर बेबी। आहा